स्वागत छ आजको यो प्रस्तुतिमा। आज हामी एउटा यस्तो गहिरो सङ्कटको चिरफार गर्दैछौँ नि, जसले हाम्रो देशको भौतिक पूर्वाधारलाई मात्र होइन, राज्यका प्रमुख अङ्गहरू, खास गरी कार्यपालिका र न्यायपालिका बीच नै ठूलो संवैधानिक टकराव सृजना गरिदिएको छ। सुन्दा अलि जटिल लाग्न सक्छ, तर यो हाम्रो दैनिक जीवनदेखि देशको सर्वोच्च कानुनसम्मै जोडिएको विषय हो। ल सुरु गरौँ है त। ल सबैभन्दा पहिले यो तथ्याङ्कमा एकचोटि ध्यान दिउँ। 30,000 सुन्दा नै डरलाग्दो छ नि, होइन? यो सङ्ख्याले देशभरि अलपत्र परेका पूर्वाधार आयोजनाहरूलाई जनाउँछ। यो भनेको हाम्रो कुल राष्ट्रिय आयोजनाहरूको झन्डै 30% हिस्सा हो। अझै गम्भीर कुरा त के छ भने यी अलपत्र परियोजनाहरूमा राज्यको करिब 19 खर्ब रुपैयाँ त्यसै फ्रिज भएर बसेको छ। भनौँ न, यति ठूलो रकम पुरै जाममा परेको छ। आज हामी यही विषयका विभिन्न पाटोहरू कोट्याउनेछौँ। अलपत्र पूर्वाधारको सङ्कटदेखि लिएर 3 दशक लामो एकाधिकार, सरकारको भ्रष्टाचार विरोधी कदम, त्यसमा अदालतको प्रतिक्रिया, शक्ति पृथकीकरणको बहस र अन्त्यमा यी सबैको चेपुवामा परेका साधारण नागरिकको अवस्थाबारे सरसर्ती कुरा गर्नेछौँ। अब पहिलो विषयबाटै सुरु गरौँ। अलपत्र पूर्वाधार सङ्कट, जसले राष्ट्रिय विकासलाई नै बन्धक बनाएको छ। हेर्नुहोस्, यो केवल माथिल्लो तहको राजनीतिक वा कानुनी विवाद मात्र पक्कै होइन। यो त हामीले दिनदिनै भोग्ने धुलो, हिलो र असुरक्षाको प्रत्यक्ष यथार्थ हो। वर्षौंदेखि अल्पत्र सडक र पुलहरूले गर्दा एकातिर ज्यानको जोखिम छ भने अर्कोतिर विकास ठप्प छ। अब यहाँनिर एउटा चाखलाग्दो कुरा छ। हामी यहाँ ती प्रमुख निर्माण कम्पनी र व्यक्तिहरू देख्न सक्छौँ जसको जिम्मामा यी ठूला आयोजनाहरू अल्पत्र छन्। कालिका कन्स्ट्रक्सनका विक्रम पाण्डेको 67 करोडको आयोजनाको कुरा गरौँ, या पप्पू कन्स्ट्रक्सनका हरिनारायण प्रसाद रौनियारको लालबकैया नदीको पुलको कुरा गरौँ, वा सैलुङ कन्स्ट्रक्सनका शारदा प्रसाद अधिकारीको कमल विनायक सडक नै किन नहोस्। विगतमा राजनीतिक पहुँच र साँठगाँठले यस्ता व्यक्तिहरूलाई कसरी सुरक्षा कवच प्रदान गरेको थियो भन्ने कुरा यसले छर्लङ्ग पार्छ। अनि यो अवस्था यत्तिकै आजको भोलि सिर्जना भएको चाहिँ पक्कै होइन। यसको पछाडि ठेकेदार र राज्य संयन्त्र बीचको 3 दशक लामो एकाधिकारको कथा जोडिएको छ। यो गतिरोध साँच्चै भन्ने हो भने दशकौंदेखि जरा गाडेर बसेको एकाधिकारको नतिजा हो। यो समय रेखालाई नै हेरौँ न। करिब 35 वर्ष अघिदेखि नै ठेकेदारहरूको राजनीतिक प्रभाव र एकाधिकारले जरा गाड्न सुरु गर्यो। 10 वर्ष अघिको मात्र कुरा गर्ने हो भने पनि देशभर 1 लाखभन्दा बढी आयोजनाहरू अघि सारिए। उदाहरणको लागि 3 वर्ष अघि सुरु भएको सूर्य विनायक सडक विस्तारलाई लिन सकिन्छ, जुन 70% काम सकिएपछि त्यत्तिकै रोकियो। तर आज वर्तमान सरकार वा कार्यकारी नेतृत्वले भनौँ, यो पुरानो जालो तोड्न भनेर अभूतपूर्व कदमहरू चालिरहेको देखिन्छ। र यहीँबाट सुरु हुन्छ हाम्रो तेस्रो विषय, सरकारको भ्रष्टाचार विरोधी आक्रामक रणनीति। अहिलेको कार्यकारीले यो एकाधिकारको पुरानो जालो भत्काउन साँच्चै नै कडा कदमहरू चालेको छ, जस्तो कि रमेश शर्मा जस्ता हाई प्रोफाइल व्यक्तिहरू पक्राउ पर्नु। कुरा त्यतिमै रोकिँदैन। ट्रेड युनियनहरू खारेज गर्नेदेखि लिएर सुकुम्बासी बस्तीहरू हटाउनेसम्मका फराकिला एक्सनहरू पनि लिएका छन्। सरकारले राज्यका महत्त्वपूर्ण आयोजनाहरूमा हुने यस्ता अनन्त ढिलाइलाई अब कुनै हालतमा स्वीकार नगर्ने स्पष्ट सन्देश दिएको छ। यी कदमहरूले सुशासन र जवाबदेहिता स्थापित गर्ने सरकारको दृढ प्रयासलाई देखाउँछन्। तर कुरा यतिमै सकिँदैन। अब लागौँ चौथो पाटोतिर, अदालतको निगरानी र न्यायिक प्रतिक्रिया। यहाँनिर यो अवस्थाले 2वटा अङ्गको कार्यशैलीमा रहेको ठूलो भिन्नतालाई गजबले प्रष्ट पार्छ। एकातिर सरकार या कार्यकारीका द्रुत निर्णयहरू छन्, फटाफट पक्राउ गर्ने, कर्मचारी बर्खास्त गर्ने र बस्ती हटाउने। तर अर्कोतर्फ सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्ने अनि विक्रम पाण्डे र शेखर गोल्छा जस्ता थुनामा परेका व्यक्तिहरूलाई रिहा गर्ने काम गरिरहेको छ। यसले के देखाउँछ भने कार्यकारी आफ्नो गतिमा दौडिन खोजिरहेको छ, तर न्यायालयले कानुनी प्रक्रिया र नागरिकको संवैधानिक अधिकारको सन्तुलन कायम गर्न ब्रेक लगाइरहेको छ। र यही ब्रेक र एक्सेलरेटरको खेलले जन्माएको छ हाम्रो 5औं विषय, शक्ति पृथकीकरणको सिद्धान्तमाथिको ठूलो सङ्घर्ष। सामान्य निर्माण आयोजनाको ढिलाइबाट सुरु भएको यो विवाद अब साधारण ठेकापट्टाको कुरा मात्र रहेन। यो त राज्यका सर्वोच्च अङ्गहरू बीचको गम्भीर संवैधानिक टकराव बन्न पुगेको छ। यहाँनिर हामीले बुझ्नै पर्ने एउटा महत्त्वपूर्ण कानुनी कुरा छ, जसलाई सब जुडिस अर्थात् विचाराधीन मुद्दा भनिन्छ। हाम्रो संविधानको धारा 105 ले अदालतमा विचाराधीन रहेका विषयहरूमाथि संसदमा बहस गर्न रोक लगाएको छ। अदालतले कुनै दबाव बिना स्वतन्त्र रूपमा काम गर्न सकोस् भनेर यस्तो व्यवस्था राखिएको हो।
तर अहिले यही व्यवस्थाले व्यवस्थापिका र न्यायपालिका बीचको गतिरोधलाई झनै जटिल बनाइदिएको छ। र अहिले संसदभित्र यही सन्तुलनको विषयमा एकदमै गहिरो बहस चलिरहेको छ। सांसदहरू प्रतिनिधि सभा नियमावलीको नियम 21 क र संविधानको धारा 105 बीचको सन्तुलन कसरी मिलाउने भनेर घोत्लिरहेका छन्। एकातिर अदालतले आफ्नो क्षेत्राधिकार नागेर कार्यकारीको काममा बाधा पुर्यायो भन्ने आरोप छ, तर अर्कोतिर अदालतको स्वतन्त्रता र विधिको शासन जोगाउन यस्तो न्यायिक कदम अनिवार्य छ भन्ने तर्क पनि उत्तिकै बलियो छ। हेर्दा दुवै पक्षका आफ्ना एकदमै तर्कसङ्गत आधारहरू देखिन्छन्। अब यी ठूला संवैधानिक र राजनीतिक कुराहरू त छँदैछन्, तर अन्त्यमा कुरा गरौँ यी सबैको चेपुवामा परेका साधारण नागरिकको। माथिल्लो तहको यो तानातानले गर्दा यहाँ एउटा गम्भीर प्रश्न उठ्छ। के यो साँच्चै नै सरकारले देखाउन खोजेको आवश्यक जवाफदेहिता हो, वा कार्यपालिकाले बिना रोकटोक शक्ति अभ्यास गर्न खोजेको मात्र हो? आम मानिसहरू एकातिर विकास निर्माणका काम सुई अघि बढोस् भन्ने चाहन्छन्, तर सँगसँगै स्वतन्त्र न्यायिक निगरानी र विधिको शासन पनि त्यत्तिकै जरुरी छ भन्ने महसुस गर्छन्। यो प्रश्नले वास्तवमा आम नागरिकले दिनदिनै भोगिरहेको त्यही ठूलो दुविधालाई झल्काउँछ। अनि यहाँनिर दुईवटा एकदमै फरक परिदृश्यहरू देखिन्छन्। एकपटक ध्यान दिएर हेरौँ त, क्रिप्टो, टेलिकम र पुनर्बिमा जस्ता क्षेत्रका व्हाइट कलर अपराधमा दीपक भट्ट र शङ्करलाल अग्रवाल जस्ता व्यक्तिहरूलाई रातारात पक्राउ गरिन्छ। कारबाही एकदमै छिटो हुन्छ। तर अर्कोतर्फ भौतिक पूर्वाधारका ठूला ठेक्का विवादहरूमा भने प्रगति अत्यन्तै सुस्त छ। एकातिर वित्तीय अपराधमा हुने रकेट जस्तो कारबाही, अनि अर्कोतर्फ धुलाम्मे र भत्किएका सडकहरूको सुस्त न्याय। यो असमानताले गर्दा हाम्रो न्याय प्रणालीमाथि नै एक किसिमको ठूलो प्रश्नचिन्ह र संस्थागत तनाव सिर्जना गरिदिएको छ। अब सुन्दा पत्यार नलाग्ने एउटा अचम्मको तथ्य गरौँ। यो सङ्ख्या 48ले जो कोहीलाई पनि छक्क पार्न सक्छ। यो 48 भनेको 48 घण्टाको समय हो। जम्मा 48 घण्टामा एउटी 25 वर्षीय युवतीले देशकै सबैभन्दा सुरक्षित मानिने केन्द्रीय कारागारभित्र प्रेम सम्बन्ध गाँसेर भाग्ने पूरै योजना बनाउन र सफल हुन भ्याइन्। सोच्नुहोस् त, जब राज्यका प्रमुख अङ्गहरू माथि शक्तिको हानातानमा व्यस्त हुन्छन्, तब हाम्रो सुरक्षा संयन्त्र र प्रणालीगत संरचनामा कस्ता गम्भीर दुलाहरू पर्दा रहेछन् भन्ने कुराको योभन्दा ज्वलन्त उदाहरण अरू के नै होला र? त्यसैले घुमिफिरी कुरा कहाँ आउँछ भने आम मानिसको मनमा उब्जने एउटै मात्र प्रश्न यही हो, के अब सडक बन्छ कि ठेकेदार जेल मात्र जान्छन्? यो एउटा साधारण प्रश्न मात्र होइन, यो त भत्किएका सडक, धुलो र अपूर्ण सार्वजनिक निर्माण कार्यहरूबाट वाक्क दिक्क भएका आम नागरिकको दिनदिनैको निराशा र अन्योलको एकदमै सटीक अभिव्यक्ति हो। अन्त्यमा एउटा गम्भीर र सोचनीय प्रश्न छोडेर आजको यो विश्लेषणलाई बिट मारौँ। जब सरकारका प्रमुख अङ्गहरू कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका शक्ति कसको हातमा छ भनेर यसरी नै निरन्तर लडिरहेका हुन्छन्, तब यो देशको भविष्य निर्माण गर्ने जिम्मा चाहिँ वास्तवमा कसको हो त? यो यस्तो प्रश्न हो जसले हामी सबैलाई एकपटक गम्भीर भएर सोच्न बाध्य बनाउँछ। आजको यस प्रस्तुतिमा हामीसँगै रहिदिनु भएकोमा धेरै धेरै धन्यवाद।